भर्खरै हाई स्टेसनमा थियो म अनि विजेस हेर पडकास्ट रमाइलो भयो बिग शाउट आउट टु हाई स्टेसन फर इन्भाइटिङ मी है म जान्न चाहन्छु कि साँचो मुक्ति के हो पुरा गर्न सबै थोक थियो मुखले बोल्छु पुरा गर्छु जाने जस्तो तर जिन्दगीले प्रश्न सोध्छ अन्तर्मनले किन आफैसँग द्वन्द्व खोज्छ लास्ट स्लो छ कि त्यही झ्याउ लाग्छ आम्मा आज मनमै मर्यो साथी के हो 1 बजिसक्यो यार सुत्ने होइन यार के हो दिउँसोले नै फेरि यता धमाधम गीत सुन्दै हो दामी आँखा त के हो आँखाले त भुइँ छुन लागिसकेको छ त अनि सुन्छ त अब 1 घन्टा पछि त बिस्तार लाउने हो लगाम लगाइदिनु नि त ल साथी अब बिस्तारै लगाउँदै गर्छु ल एक बिस्तारै लगाउँदै गर्छु त्यतिखेरसम्म हजुरले ट्याक 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 हेर्दै गर्नु न जाने जस्तो तर जिन्दगीले प्रश्न सोध्छ अन्तर्मनले किन आफैसँग द्वन्द्व खोज्छ म बुझ्दिनँ यथार्थ होइन म बुझ्छु सो अब यो चाहिँ हाम्रो कविजीको लागि अनि भोलि चाहिँ कविजी पनि आउँदै हुनुहुन्छ अनि त्यो सानो केही क्वेसन्स विथ कविजी भनेर छ स्क्रिप्ट पनि रेडी छ अब भोलि होस्टिङको लागि चाहिँ र अनि अहिले भाइ छ के छ भाइ रातिको 1 बजे अनि के खाँदै हामी परोठा तयार भोक लाग्यो पढेन किरण फेरि यस्तै डुबेछ फिल्ममा यति डुबेछ फेरि मस्त भनेको त डेकोडे ल अब हामी खानुपर्छ हामी कसरी खाने कसरी फेरि एकचोटि अनि त ल्याम हान्नुपर्छ हजुर मेरो अघि भेदभावका कुराहरू बरु सँगै मिली उठ्ने खाले कुरा गरौँ यो कुपरम्परा जराबाटै उखानले हुन सकु यस्तो धुन रचु सबको मन छुन सकु हिजोको सम्झना भोलिको कल तर कतिवटा रुल्स अनुसार कतिवटा भन्दा मुनि जानु पाउन्न दुईटा हात युज गर्न पाउन्न एउटा मात्र वान टाइममा एउटा हात मात्र दादालाई त्यस्तो हेजियो नि के हो यस्तो आचमान भन्नु यतै आच ढलिसक्यो के भन्दा छ म के आफ्नो हारलाई एकदम के भन्छ एक्सेप्ट गर्न चाहन्छु के भन्छ त्यसलाई लुजर हुन चाहन्न खुला मनलाई एक्सेप्ट गर्न चाहन्छु तिमीलाई पो सोध्ने होला नि कस्तो लागेको भनेर म त दुखी छु नि बहिनी हारेकोमा नाटक फेक हो त्यो फेक बहिनी हारे म एकदमै असाध्यै दुखी छु अमलाले चिट गरिसक्यो भर्खर मैले देख्दा अमलाले ढगालेर चिट गऱ्यो ठिक छ फेरि कस्तो अनुभव भयो दाइले जितेकोमा त्यसलाई कति सजिलो हुन्छ एउटा बल्ब गयो भने डाइने त 15,000 जाब यो 15,000 यो त एकदम सस्तो होइन दाइ यो त एकदम अझ हामीले सस्तोवाला चलाएर मात्र यति महँगो मान्छेहरूलाई यो तिमीहरू वान टाइम इन्भेस्टमेन्ट है के हो दामी सेटअप भइरहेछ त के छ दाइ गुड मर्निङ ए आफ्टरनुन के को लागि हो त नि यस्तो सेटअप क्वेसनको सिरियस फेरि कन्टिन्यू गर्नुभएको ओके हाम्रो आजको गेस्ट
आजको गेस्ट हुनुहुन्छ कविजी कविजी एके कविजी ओहो व्हाट्सअप फुर्सङ दाइ ठिक छ नि यसो आज हाम्रो हाई स्टेसनमा के हुँदैछ त भाइ दामी दाइ हामी दाइ अहिले भिडियो हुँदैछ हेलो दाइ भाइ। के छ खबर यहाँ चाहिँ के हुँदा यस्तो भनिदिनुहोस् हाई स्टेसन चाहिँ मजा हाम्रो आज पोडकास्ट आउँदैछ साथमा चाहिँ हाम्रो कविजी सकेर स्टेट्युन दामी आउँछ है है ढोका अन्त खोलिदिन्छु अब सायद भिडियो चाहिँ के हुन्छ है के साह्रो किन हुन्छ क्या भ्लग सुरु भइसकेको छ सो सबैजनाले एकदम माया गरिदिनु पऱ्यो सो त्यही हो यता नि माया गर्नु पऱ्यो है अनि चाँडै आउँछ हाम्रो कविजी भाइको पोडकास्ट चाहिँ हाई स्टेसनमा आउँछ अनि सो हेलो भाइ मेरो ब्लगमा ए हो भर्खरै हाई स्टेसनमा थियो म अनि वी जस्ट ह्याड अ पडकास्ट रमाइलो भयो बिग शाउट आउट टु हाई स्टेसन फर इन्भाइटिङ मी है अनि कमेडर क्लोदिङलाई पनि एकदम धेरै साउट आउट्स त्यही नै हो दुईवटा ब्लग भइरहेछ दामी हेलो हेलो व्हाट्स अप भाइ लप्सन व्हाट्स अप मेरो भाइ लप्सन थ्याङ्क यू दाइ दामी छ त यार मेरो पोडकास्ट लिनु पर्यो नि त कहिले हो चाँडै दाइ अब हामी चाँडै नै आउँदैछौँ चाँडै गर्छौँ नि हामी है एउटै फेममा आउँछौँ एउटै सही हो सही सम्झिरहनुहोस् दाइहरू चाहिँ हाम्रै ल भाइको लप्सन भाइको चाहिँ युट्युबमा के छ यो लप्सनै छ होइन ल के अरे युट्युबमा जाने लप्सनमा चाहिँ के छ लप्सन लप्सन छ सबैजनाले गएर लाइक सब्सक्राइब होइन गाइस चेक इट आउट है हजुर 2 मिनट खासमा म त भ्लग अफिसमा एडिट गर्दै थिएँ अनि अझै नभ्याएको रहेछ अब यस्तै हो दिनचर्या अनि म छु अहिले आई एक्सप्रेसमा अनि मसँग छिन् सजिना दिप्सन अनि दाइ हेलो दाइ कस्तो चलिरहेको छ व्यापार है फर्स्ट मन्थ भ्यायो क्या अरे ए लप्सनहरू राम्रै आयो सिधै 15% 25% हुन्छ फेरि त्यो 10-20मा चल्दैन के छ नि सजिना कस्तो चलिरहेछ है के भन्दै के भन्ने आजको भ्लग तिमीले इन गरिदेऊ नि त हो र आजको दिन ह्याट्टी थियो अब दाइको महल मैले हाइजर गरिदिएको उसको सुट भर्खरै भ्यायो हाम्रो दाइ हुनुहुन्छ उता अनि लप्सन दाइ आजको सुट राम्रो भयो भन्न चाहन्छु अब दाइले चाहिँ माया माया ल्याइदिने नानीमा त्यहाँ छ नि हेरेर नछ भने भोलि फेरि हेरौँला नगर धेरै किच किच हल्ला बन्द मेरो नजरबाट निस्की